कपडा सपडा प्याक गरेर तयार अब आवाज भोलि ईद छ कि जस्तो लाग्छ सब कुरा त्यसमेस भइसक्यो सामानहरू यताउति भएर प्याक छ सब ल्यापटप पनि सिल प्याक हानेको छु भित्र प्याकेट स्याकेट छ झन् रेडी भइसक्यो यता पनि चलाउँछु घरि उठेको ढिलो उठ्यो 3 बजी उठ्न भनेको त 5 बज्न आइसक्यो 6 सम्म नारायणघाट पुग्नुपर्छ ए के अरे नागढुङ्गा पुग्नुपर्छ होइन सो मेन त बुझ्छु चार्जर अरू के छ कि चार्जर हाल्नु ब्यागमा ठुलो ब्यागमा घर माध्यम थाहा छैन कसैलाई हिँडेर भन्छ पुगेछु भन्छु त guys, ride begins. आज ढिलो उठ्यो छिटो उठ्यो भनेको त ठिकै छ निन्द्रा पुग्यो होइन तर अब उज्यालो भइसक्यो अँध्यारोमा काठमाडौँ निस्क्यौँ भनेको पहिला एटिएम पुग्नु पऱ्यो त्यसपछि पैसा निकाल्नु भनेको पहिला 2000 क्यास निकालौँ guys, चलो आइपुग्यो त र ट्राफिक पनि ठ्याक्क ल्याएको भेरी गुड बिहान के हो यार नेसको बिहान गेटवे चल्दैन त यार पेट्रोल हाल्न भनेको ट्रेनले पो बिर्सेछु यार ट्रेन त्यसले गर्ने अलि जाम पनि खुल्यो माइती घर पुग्यो माइती घर मन्डला खाली चाहिँ दिउँसो यस्तो भिडभाड हुन्छ यस्तो कन्फ्युजिङ भयो यार ट्राफिक लाइट यता हरियो लिन उता रातो लिन हरियो लिन दुइटै ठाउँमा बाबा पेट्रोल पम्पमा पेट्रोल गर्नुपर्छ है बन्द रहेछ त ए यो स्याम्पू त बाबा पेट्रोल बन्द छ हाम्रो पुग्यो नेपालको पहिलो भनौँ दामी देखाएको जस्तो भयो पहिला यस्तो अनलाइन छ होइन कि फुल गरिदिनु न कति
2250 गाइस पेट्रोल फुल टंकी अब सीधा अगाडि गरिदिन्छ होला नागा पुग्यो घामदेखि आज त धेर ढिलो हिँड्यो यार सुते भइहाल्यो अगाडि छिटो उठ्यो तर निद्रा पुगेछ केही छैन एज अलवेज मेरो हेलमेट अझ झडे गर्छ लामो राइडमा गर्ने मात्र झन् जस्तो दुईवटा बाटो चाहिँ किन हो फोटो खिच्दै बिहान बिहान गइछ नाक ढुङ्गामा कट्यो Now we are officially out of Delhi. तो पनि धेरै खाइएको छ यार आउट अफ भ्याली पुग्ने यतिकै ओहो धुलो उडाउँदै अगाडिको बाटोमा धुलो उडाउँदै धुलो उडाउँदै ओहो बिहान बिहान हिमाल गौरी शङ्कर हिमाल है तर हिमाल तल कुद्दा देखिन लाग्दैन मस्त हिमाल कति बिच छ यार यो बाटो यहाँ छ भनेर सुनेको थिएँ मै बेसी पुग्नुपर्छ कटाउनुपर्छ हुन त हाम्रो टार्गेट यो के अरे यो नागढुङ्गा कटाउने 6 बजेसम्म थियो के अरे अहिले 6:20 त्यस्तैमा कटाए आहा क्या गरम हावा हुँदैछ यार साइडबाट त्यो जाममा बसिने ओहो पिच तल हेर्नु हेर पुरा तल हेर न यहाँ कस्तो दामी ओभरटेक हान्नै सकिन लागेन ल बल्ल हामी पिच भवाल भनेछ तर गाडी यति छन् कि सकिँदैन स्पिड लिन उनीहरू त 50 को एभरेज हिँड्दैछ अहिले राम्रो हो प्रगति भएको छ न त 20-30 को एभरेजमा यो बाटो हिँड्नुपर्छ पुरा भ्यालीहरू साइडमा सुराङ मार्ग पुग्यो यति छिटो अहिले चितवन पुगेर यसो चौकी खाएर चिया खाएर हिँड्नुपर्छ नेसनल प्रोजेक्ट नेशनल कच्ची है आई परदेशी आँखामा धुलो बसेछ ब्याग पनि टेढो छ घाउ लाग्छ यार यस्तो बाटोमा चलाउने मतलब मजा आउँछ तर अब ठ्याप्प गाडी आइरहेको छ नि त अगाडिबाट गाडी आएको थाहै पाइँदैन मतलब गाह्रो हुन्छ हेर्न अनि झ्याउ लाग्छ यार मोड्नमा पुरा 100% ध्यान दिएर चलाउनु पर्छ म इन्डियाबाट धेरै छु है काठमाडौँ इन्डिया भए जस्तो भएको छ इसका मक्खन वहाँ तर धुलो त उड्छ गाडीले तर मक्खन उड्छ कहाँ पुग्यो नेबुसी नयाँ टाइम कति भयो थाहा छैन हेर्नलाई मोबाइल खालि हामीसँग यहीँसँग नाता थियो यहाँबाट छुट्टिएर गयो यताबाट आएर यस्तो दामी रोड थियो जाममा फस्यो गई कहाँको जाममा फस्यो थाहा छैन
ले आएको छ त यहाँ त बल्ल बल्ल जामको टिकट उठायो धुलो धुलो तर फोर्चुनर मेरो अगाडि पछाडि गरेर जाँदा होइन पछाडि अगाडि मेरो पछाडि थियो यार अगाडि 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 पछाडि भएर गएको ओभरटेक 50चोटि गरिसकेको त्यसले मलाई ओभरटेक ठुलो गाडी त फसिहाल्छ जाममा आइहाल्यो एउटा नियम आज बना तो बना ही रहेगा शिखर के ऊपर जा भए पनि लम्बा तो लम्बा ही रहेगा कुएं के नीचे भी हो जाए तो भन्ने एउटा छ नियम होइन त्यस्तै त्यस्तै घटना हुँदैछ यहाँ बाइक जहाँ पनि छिरिहाल्छ गाडी छिर्दै छिर्दैन नियम मलाई राम्ररी याद आएन तर त्यहाँ त्यस्तै त्यस्तै हालत हुँदैछ शायद हामी मनोकामनातिर पुग्दैछौँ धादिङ धादिङ त्रिशूले नदी आयो कत्रो ढुङ्गा गएर देखो अब राधे ठुलो देखाएको तर हो गोल्ड पटकुरो घर जत्रो छ यार मेरो होइन हामी मनोकामना त पुगेन के गर्छ यार पुरा दुध चकलेट मिल्कसेक हल्का गाडी गयो क्या क्यामेरामा त कब्जा गर्न लाग्यो तर मलाई दाउरा लिएर लगाउने घाम धरै पढेछ तर मनोकामना पुगे बल्ल मनोकामना गाउँपालिका हो होला है लास्टमा यहाँ चिया खाना रोकेको थियो लास्टमा फेर्दा हुने होला काठमाडौँ हुने होला तल के अरे त्रिवेणी हिँड्दैछ चेकिङमा परिदियो पर्दैन गाइस ठुलो गाडीमा त चेकिङमा पटक्क मलेखु बजार पुग्यो मलेखु बजार भने चाहिँ कहाँ पुग्यो यार मनोकामना त होइन बजार त राम्रो मलेखुको अच्छा जस्तो छ हामी चाहिँ कहाँ पुग्यो त्यो कुरो हो गाई अरे यार मनोकामना कति टाढा रहेछ हुँदै पुग्दैन पो स्टेज छ कति स्टेज आयो हामी भयो गाई ओभरटेक गर्न पाइयो मान्छेहरूलाई मजा आयो कहाँ पहुँचे हैं हमें पता नहीं है मनोकामना कब पहुँचेगा इधर भीड़ भी आ गई है वाह क्या सीन है भाई नीचे उफनती नदी ऊपर हेवेंस हिल्स क्या होता है हाँ हिल्स पहाड़
आफ्टर लङ टाइम बल्ल पुग्यो मनकाममा यार। म त घरले पुग्छ अहिले पुग्छ यार। मनकाममा आएको झुला के भन्छ केबल कार बाटो 70% राम्रो 30% बेकार छ। बेकार भन्दा पनि त्यस्तो बेकार पनि छैन, बन्दैछ त्यो ब्रेक लगाएर राख्नुबाट झ्याप्पा ठाउँमा भ्याउ लाग्छ। हेर यस्तो भनेको 30% बाटो। लौ लोड आयो आँखा फुट्यो। साइनबाट ल यहाँबाट पोखरा 92 किलोमिटर होइन। यहाँबाट नारायणघाट पनि कति 30-40 किलोमिटर होला, 30-40 किलोमिटर कति छ। मुगलिन पुग्यो फाइनली। मुगलिन पुग्यो भने एउटा एचिभमेन्ट हो यो पनि, मुगलिन पुग्नु। हल्का त्यो बिचको बाटो हो, मुगलिनदेखि काठमाडौँको बाटो हो नराम्रो भनेको। यहाँदेखि यस्तो मस्तो बाटो आउँछ नि। यहाँ तल गएपछि पोखरा हो, माथि चाहिँ हाम्रो बाटो। हामी जाने भनेको पश्चिम हो, यो पनि पश्चिम बाटो हो। पोखरा पनि पश्चिमै छ तर मध्यमा पश्चिम पनि होइन, मध्यमा हो। हामी सुदूर हो, एन्ड अब यहाँबाट चाहिँ बाटो यस्तो आउँछ। यस्तो हो कि बाटोमा अगाडि सब देखिन्छ क्या, त्यसैले स्पिड कुदाउनु 35 किलोमिटर यहाँबाट नारायणघाट छ। हेलो सरजी, रास्ता छोडेकै क्या? Is this worth it? Apa aja. Sudah जस्तो छ यार, हेर त पहाड घुमाएको छ रेन्ज माउन्टेन। यस्तो छ मान्छे बेसी लाग्दैन क्या यो एक लेन हो एउटा yeah. Ash. नास्ता खाना रोकेको छ, कस्तो खाना नाथे चल्ने क्या होला। हेलो गाइस, अब सिधा बुटोलमा सिद्धार्थ रेस्टो भन्ने ठाउँमा त्यहाँ यस्तो राम्रो बनाउँछ खानेकुरा। नाप अब यहाँबाट बाटो छुट्टिन्छ पूर्व पश्चिमको। मेन छुट्टिन उताबाट हो, तर मतलब मेन चाहिँ यताबाट हो, काठमाडौँबाट आउने बाटो छुट्टियो भने यहाँ पूर्व पश्चिम उताबाट पनि छुट्टिन्छ बाटो मिल्छ भनेर मेन हाइवे मन ल्याएको। तर यो राजमार्ग यो
बुकिङ सडकमा राजमा के भन्छ त्यसलाई कोवलपुर कक्कडभित्र कोवलपुर अहिले भर्खर पछाडि माइलस्टोन देखेको थिएँ यहाँबाट 116 किलोमिटर बुटोलको लागि 116 किलोमिटर बाँकी छ मेन भने दाउने हो यहाँबाट 20 किलोमिटर पछि दाउने आउँछ क्या सायद त्यहाँ थोत्रो बाटो र पुग्यो पोखरा बसपा कन्सेप्ट भएको छ नि नामले त पोखरा बसपा भनेर चाहिँ पोखरा पुग्यो जस्तो पोखरा जानले बस उभिने ठाउँ भएर बस पाइरहेको जस्तो लाग्यो मेरो अनुसार त है पोखरा 15 पुग्यो यहाँबाट धनगढी कति सुर्खेत मेरोमा साह्रो त नेपालको विकास दियो किनकि अब मैले ठुलो त देखेर ठिकै गरे यार माथि नगएर अहिले अड्किन्थ्यो होला माथि अड्किने यहाँबाट रहेछ त बाटो या बनाए माथि फर्किदिने भने त्यो बाटोमा जानु चाहिँ बाटो हेर बाटो मक्कान छ ए सिजी टेम्पल पुग्यो हामी सिजी टेम्पल जस्तो लाग्यो है जङ्गल आयो अब त्यो जङ्गलभित्र जस्तो लाग्थ्यो है कहाँ रहेछ के गरे यार नेपालको मेन हाइवे पनि ऊ राखेको छ क्या स्पिड चेकको राखेको छ त्यहाँनिर स्पिड चेकको साइन राखेको छ अब कतासम्म त्यो जङ्गलसम्म हुन्छ जस्तो लाग्छ 40को स्पिडमा अरे यो बेसमा त मलाई 3 दिन लाग्छ पुग्नु 3 पनि 4 दिन लाग्छ मलाई चार्जरको निस्किएर अब यसलाई मैले कामचला बनाएको छु कामचला भन्दा नि भत्किएको बाटो पुग्यो भत्किएको पुल भित्रको बाटो यो अर्को पुल धस्किएको अर्को पुल पनि भत्किएको छ यार धस्किएको पुल यहाँबाट जानुपर्ने मुस्किल
त्यत्रो जाँदैछ मेरो मान्छे जुत्ता भित्र त्यो बाटो साह्रो निस्किला भनेको त्यहाँ ढुङ्गा हाल्ने बाटो भन्दा गरेर त इन्डिया कस्तो घाम भयो यार मेन पुल रेस्ट कर मार्सल रेस्ट कर जस्तो देखिन लाग्छ चढ्नेमा बाटो भयो भने अब त्यस्तो मजा पनि थियो स्टार्ट उकालो चढ्न चालु लाल लाल भयो कालो चाहिँ कहाँबाट लाग्दछ भन्ने कुरो त्यो हो है घोडा के भन्ने हो हल्का गाडीवाला ओहो तर म यहाँ खाँदैन पहिला खाएको मलाई मिठो धेरै पहिला म यहाँ दुईचोटि खाइसकेँ एकचोटि कुवासँग खाँदैन एकचोटि चाहिँ अस्ति म भङ्गट जाने बेला बाइकमै लास्ट टाइम चाहिँ यो खाएको मिठो लागेन अस्ति त के अरे रामनगर जाने चोक रामनगर हो कि त्यही चोक भन्छ दाउनेमा एक्सिडेन्ट भन्दा नि लोटे यार एक्सिडेन्ट त नभनौँ यस्तरी चिप्ल्यो अगाडिको टायर ठुलो ढुङ्गा राखिदियो त कसले बिच बाटोमा अनि ओह्रालो एक त त्यो बिचमा ढुङ्गा त्यो ढुङ्गा अगाडि टायरमा लाग्यो चक्का यहाँ दिक्कलबाट धुवाँ हिँड्दा गोल गोल घुमेको यहाँ खुट्टामा यहाँ घुँडामा पोइन्टै च्यात्यो चोट लाग्यो त केही छैन अब पोइन्टै च्यात्यो घरमा गाली गर्ने
3-4 ठाउँमा चाहिँ घाउ भएको छ होइन। एउटा यहाँ अब सानो छ, घुँडामा हल्का ठुलो पाल पठाएको छ, अनि एल्बोमा छ तर मैले हेरेको छैन अहिले। अब खाना खाने ठाउँमा रोकिन्छु, तब हेर्छु, ट्रिट पनि त्यही गर्छु, पोइन्ट पनि देखिन। यो बाटो यार दाउनेको साला बल्ल दाउन काट्दा त गाइज